गुड मर्निङ एभ्रिवान, वेलकम टु माई एनदर ब्लग। र आज चाहिँ फेरि एकदम बिजी दिन छ किनभने आज क्लासेस, मक टेस्ट र त्यसपछि कुकिङ सबै गर्नुपर्ने छ। सो मर्निङ क्लास सकेर म निस्किएँ एन्ड देन बाटोमा साग किनेँ मैले, राम्रो थियो त्यसैले तोरीको साग एक मुठा किनेँ। त्यसपछि म फर्केँ, घर आइपुगेँ र सर पर्दालाई हटाएँ र यु क्यान सी आज चाहिँ राम्रै घाम लागेको थियो हैन। त्यसपछि चिया राखेँ पाक्नलाई एन्ड देन एज युजुअल भात राखिदिएँ चराले खानलाई। चराको लागि राखिदिएपछि मजाले खान्छन् उनीहरूले एन्ड डेली बिहान आएर वेट पनि गर्छन्। त्यसपछि मैले रुममा झाडु लगाएँ, फोहोर भएको थियो सो हैन। सरसफाइ त अलिअलि गर्नै पर्छ, जति पनि काम नगरौँ भन्दा पनि काम भइहाल्छ कि। सो एक्लै भएपछि चाहिँ धेरै गाह्रो हुन्छ, सबै काम गर्नुपर्ने नै हुन्छ, नगरी पनि हुँदैन। अनि चिया पाकिसक्यो मेरो र चिया खाएँ र यहाँ हेर्न सक्नुहुन्छ बसेर म चिया खाँदैछु। त्यसपछि म लागेँ खाना पकाउनतिर, भात दाल चढाइदिएँ, साग केलाएँ र काटेर आधा मुठा चाहिँ राखिदिएँ, आधा मुठा चाहिँ काटेँ अनि काटेर वास गरेँ मैले सागलाई। अनि आलुको भुजिया पनि पकाउँदै थिएँ, सो आलुको भुजिया पनि राखिदिएँ पाक्नलाई एन्ड देन मेरो खाना भात र दाल चाहिँ रेडी भयो। र यहाँ चाहिँ मैले दाललाई झैँ पार्नलाई जिरा करकराउँदैछु। र यहाँ दालमा छ्वाइँ पार्दै, सो एउटा हातले मोबाइल समातेको थिएँ, एउटा हातले गरिरहेको थिएँ। सो मैले प्लेटले छोपिनँ, नर्मली प्लेटले छोपेर गर्नुपर्छ सो द्याट त्यो उडेर आफ्नो बडीमा पनि नपरोस्, यताउता पनि नपरोस्। अनि त्यसपछि मैले साग पनि ग्यासमा चढाइदिएँ र साग पनि पाकेर रेडी भयो हैन, तोरीको साग। त्यसपछि मैले किचन पनि पुरै क्लिन गरिदिएँ। हेर्दा चाहिँ 2 मिनटमा सकियो यति काम, तर 2 घन्टा लागेको थियो कि यो सबै गर्न चाहिँ। त्यसपछि मैले पढ्न बसेँ फर्स्ट डे अफ द स्लट र मैले आज मक टेस्ट थियो नि त सेकेन्ड पेपरको। सो सेकेन्ड पेपरको जे पढेको थिएँ सकभर जति थियो रिभाइज गर्न बसेँ। 1:30बाट इक्जाम थियो मक टेस्ट अनि मैले 11 बजेतिर काम भ्याएर अनि पढ्न बसेको थिएँ। सो ह्युमन रिसोर्स म्यानेजमेन्ट भन्ने च्याप्टरबाट सुरु गरेँ र त्यो रिभाइज गर्दै थिएँ मैले। त्यसपछि पढ्दा मलाई भोक लाग्यो र 12 बजेतिर मैले खाना खाएँ, हेर्न सक्नुहुन्छ मेरो खाना। र त्यसपछि फेरि एकछिन टाइम थियो अनि एकछिन पढौँ भनेर म बसेँ पढ्न खाना खाएपछि। सो खाना खाँदा यति टन्न खान्छु मैले त, किनभने भोक लाग्छ अनि फेरि पढ्न मन लाग्दैन। र एकछिन पढेपछि म रेडी भएँ इन्स्टिट्युट जानलाई। इन्स्टिट्युट गएको त बस्ने ठाउँ नै छैन र इक्जाम दिनलाई, पुरा फुल भइसकेको थियो। अनि लास्टमा त छतमा बसेर हामीले इक्जाम दिएको कि, यस्तोमा बसेर। अनि यति हावा चलिरहेको थियो अनि त्यसपछि मलाई तिर्खा पनि त्यस्तै लाग्थ्यो कि। अनि घर फर्किँदा मैले कोक किनेर ल्याएँ र अलि थाकिसकेको थिएँ लेख्दा। इक्जामको दिनमा थाहा छैन किन थाक्छु कि म त लेखेपछि। अनि कोक खाएँ बसेर। अनि त्यसपछि बेलुका क्लास पनि जानु थियो अनि 4 बजिरहेको थियो। सो 1 घन्टा मैले रेस्ट गरेँ। क्लास जान चाहिँ अल्छी लागिरहेको थियो तर फाइनली गएँ र क्लास फ्रुटफुल थियो कि हिजोको। अनि त्यसपछि घर फर्किँदा पानीपुरी खाएँ अनि घर आइसकेपछि यो जुन मक टेस्ट भएको थियो त्यसको फिडब्याक सेसन थियो कि। अनि फिडब्याक सेसन लिँदै खाना पकाउँदै गरेँ मैले। अनि यहाँ खाना पाक्दैछ मेरो। अनि त्यसपछि खाना रेडी भयो र खाना खाएँ र फिडब्याक सेसन पनि सक्यो। र 10 बजेबाट मैले त्यो फिडब्याक सेसनमा जुन एन्सर्सहरू राम्रो थियो स्क्रिनसट गरेर राखेको थिएँ र त्यो चाहिँ लेख्न थालेँ। सबै त लेख्न भ्याइनँ, 1 घन्टा जति लेखेँ मैले। 12 बजेसम्म प्लान थियो तर मक टेस्टको दिनमा धेरै लेखेर अलरेडी हात दुखेको हुन्छ, थाकै लागेको हुन्छ। र आजको रुटिन मेरो युजुअली पनि धेरै नै बिजी थियो, तपाईँले हेर्नु पनि भयो। मैले त इभन कपडा पनि भिजाएको थियो, त्यो धुन पाइनँ आज। र त्यसपछि मैले यो क्वेसन्स एन्सर लेख्न थालेँ मक टेस्टको। फिडब्याकहरू सधैँ नेपालीमा हुन्थ्यो कि, आज चाहिँ इङ्ग्लिसमा भयो अनि इट वाज अल्सो गुड।
त्यो पनि राम्रो थियो, एन्सर्सहरू राम्रो थियो, आइडियाज पायो के कसरी लेख्ने, कुन क्वेसन्सको कति मार्क्समा कति लेख्ने भनेर धेरै आइडिया पाएँ मैले। अनि त्यसपछि लगभग 2टा होइन 3टा सेक्सन ए को सबै क्वेसन्सको एन्सर मैले लेखेर अनि त्यसपछि भ्याएँ, हेर्न सक्नुहुन्छ। फाइनली हेर्न सक्नुहुन्छ म कति थकित देखिरहेको छु र म यति गरेर अनि आज चाहिँ सुते। सी यू इन नेक्स्ट व्लग। थ्याङ्क यू फर वाचिङ।